नमस्कार। यस भिडियोमा बैंक तथा वित्तीय संस्था एवं स्थानीय तहहरूले मेरो किता प्रणाली मार्फत नापी कार्यालयहरूबाट प्रदान गरिने सेवाहरू कसरी लिन सकिन्छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। सबैभन्दा पहिले मेरो किता प्रणालीमा संस्थागत प्रयोगकर्ता सृजना गर्नुपर्ने हुन्छ। त्यसका लागि www.merokita.dos.gov.np मा गई संस्थागत लगइनमा प्रवेश गर्नुहोस्। त्यसपछि पृष्ठको दायाँतर्फ तल रहेको बनाउनुहोस् बटनमा क्लिक गर्नुहोस्। अब संस्थाको प्रकार छनौट गर्नुहोस् र तपाईलाई नजिक तथा सहज पर्ने नापी कार्यालय चयन गर्नुहोस्, किनभने पछि संस्थासँग सम्बन्धित कागजातहरू सोही कार्यालयमा गई प्रमाणीकरण गराउनु पर्ने हुन्छ। कार्यालय छनौट गरेपछि आवश्यक प्रयोगकर्ता विवरण भर्नुहोस्। त्यसपछि लगइनका लागि आवश्यक विवरण प्रविष्ट गरी आफूले चाहेको युजरनेम र पासवर्ड निर्धारण गर्नुहोस्। यसपछि दर्ता कागजात अन्तर्गत संस्थाको दर्ता प्रमाणपत्र तथा नेपाल राष्ट्रिय बैंकबाट जारी गरिएको वित्तीय कारोबार सञ्चालनको इजाजत पत्र स्क्यान गरी अपलोड गर्नुहोस्। सबै विवरण पूरा भएपछि निवेदन पेश गर्नुहोस्। निवेदन पेश गरिसकेपछि निवेदनमा छनौट गरिएको नापी कार्यालयमा गई संस्थासँग सम्बन्धित मूल कागजातहरू प्रमाणीकरण गराउनुहोस्। प्रमाणीकरण सम्पन्न भएपछि सम्बन्धित नापी कार्यालयले अनलाइन प्रणाली मार्फत उक्त निवेदन स्वीकृतिको लागि नापी विभागमा पठाउनेछ। नापी विभागबाट निवेदन स्वीकृत भएपछि सो सम्बन्धी जानकारी तपाईलाई दर्ता गर्नुभएको इमेलमा प्राप्त हुनेछ। युजरनेम र पासवर्ड प्राप्त भएपछि मेरो किता प्रणालीमा लगइन गर्नुहोस्। गृह पृष्ठमा तपाईले कारोबारको अवस्था तथा सक्रिय कारोबारहरू हेर्न सक्नुहुनेछ। सेवा लिनका लागि नयाँ निवेदनमा क्लिक गर्नुहोस्। यस प्रणाली मार्फत नेपालभरका कुनै पनि नापी कार्यालयहरूमा अनलाइन निवेदन पेश गर्न सकिनेछ। सबैभन्दा पहिले सम्बन्धित नापी कार्यालय छनौट गर्नुहोस् र आवश्यक सेवाको प्रकार चयन गर्नुहोस्। त्यसपछि जग्गाधनीको विवरण भर्नुहोस् तथा जग्गाधनी दर्ता प्रमाण पूर्जा र नायोटाको प्रतिलिपि स्क्यान गरी अपलोड गर्नुहोस्। त्यसपश्चात जग्गाधनी प्रमाण पूर्जा उल्लेख भए अनुसारको जग्गा विवरण प्रविष्ट गर्नुहोस्। विवरण भरिसकेपछि प्लस बटनमा क्लिक गरी किता थप्नुहोस्। यदि एक भन्दा बढी किताको विवरण समावेश गर्नुपर्ने भएमा सोही प्रक्रिया दोहोऱ्याएर थप्न सकिन्छ। सबै किताहरूको विवरण प्रविष्ट गरिसकेपछि पेश गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्। निवेदन सफलतापूर्वक दर्ता भएपछि निवेदन दर्ता भएको जानकारी तथा ओटिपी कोड तपाईको इमेलमा पठाइनेछ। प्राप्त ओटिपी कोड प्रयोग गरी आफ्नो निवेदन अवस्था तथा प्रगति अनलाइन मार्फत हेर्न सक्नुहुनेछ। सक्रिय निवेदन विकल्पमा गई तपाईले आफ्नो निवेदनको रिक्वेस्ट आइडी, दर्ता मिति तथा हालको अवस्था हेर्न सक्नुहुनेछ। नापी कार्यालयले निवेदनसँग संलग्न जग्गाधनी प्रमाण पूर्जा र नायोटाको विवरणको आधारमा सम्बन्धित किता प्रणालीमा प्रमाणीकरण गरेपछि भुक्तानीको लागि पेमेन्ट रिक्वेस्ट पठाउनेछ। यस सम्बन्धी जानकारी तपाईले दर्ता गर्नुभएको इमेलमा समेत प्राप्त हुनेछ। त्यसपछि सम्बन्धित निवेदनको रिक्वेस्ट आइडी तथा ओटिपी कोड प्रयोग गरी निवेदनको अवस्थामा गएर भुक्तानी गर्न सक्नुहुनेछ। त्यहाँ तपाईले तिर्नुपर्ने राजस्वको रकम स्पष्ट रूपमा देख्न सक्नुहुनेछ। राजस्व भुक्तानी गर्न यहाँ क्लिक गर्नुहोस् विकल्पमा क्लिक गरी बैंक छनौट गर्नुहोस् र भौचर तयार गर्नुहोस्।
भौचर तयार भएपछि विभिन्न विद्युतीय भुक्तानी माध्यमहरू जस्तै कनेक्ट आइपिएस, ई-सेवा, खल्ती लगायत अन्य उपलब्ध माध्यमबाट राजस्व भुक्तानी गर्न सकिन्छ। भुक्तानी सम्पन्न भएपछि सम्बन्धित नापी कार्यालयले आवश्यक नक्सा तयार गरी पीडीएफ फर्मेटमा प्रणालीमा अपलोड गर्नेछ। नक्सा उपलब्ध भएको जानकारी पनि इमेल मार्फत हुनेछ। नक्सा उपलब्ध भएपछि पुनः सक्रिय निवेदन विकल्पमा गई सम्बन्धित निवेदनबाट नक्सा डाउनलोड गर्न सकिन्छ। डाउनलोड गरिएको नक्सामा सम्बन्धित ब्याङ्कको नाम, भुक्तानी मिति, रसिद नम्बर, किता नम्बर तथा क्युआर कोड समावेश हुनेछ। यस प्रकार प्राप्त नक्सालाई आधिकारिक प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ। अन्त्यमा विशेष ध्यान दिनुपर्ने कुरा के हो भने नक्सा प्रिन्ट गर्दा A4 साइजमा मात्र प्रिन्ट गर्नुपर्नेछ। प्रिन्ट सेटिङमा पेज स्केलिङ, नन वा कस्टम स्केलमा 100% चयन गरी प्रिन्ट गर्नुपर्नेछ। अन्य सेटिङ प्रयोग गर्दा नक्साको मानमा फरक पर्न सक्ने भएकोले यो व्यवस्था अनिवार्य रूपमा पालना गर्न अनुरोध गरिन्छ। यदि कुनै शाखाका लागि छुट्टै प्रयोगकर्ता सिर्जना गर्नुपर्ने भएमा शाखा विकल्पमा गई आवश्यकता अनुसार नयाँ शाखा थप गर्न सकिनेछ। कृपया प्रत्येक शाखाका लागि एकजना मात्र प्रयोगकर्ता सिर्जना गर्नुहोस्। शाखाको प्रयोगकर्ता सिर्जना गर्दा पुनः नापी कार्यालयमा गई कागजात प्रमाणीकरण गराउन आवश्यक पर्दैन। एक पटक मुख्य संस्थाको प्रमाणीकरण भइसकेपछि शाखा सम्बन्धी निवेदन नापी विभागबाटै सिधै स्वीकृति प्रक्रियामा जानेछ। स्वीकृत भएपछि सम्बन्धित शाखाले पनि मेरो किताब प्रणाली मार्फत नापी कार्यालयबाट उपलब्ध सेवाहरू लिन सकिनेछ। सेवा प्रयोग गर्ने क्रममा कुनै समस्या आएमा मेरो किताब वेबसाइटमा रहेको सहयोगका लागि खण्डमा गई सेवा लिन चाहेको सम्बन्धित नापी कार्यालयको सम्पर्क नम्बर प्राप्त गरी सिधै सम्पर्क गर्न सक्नुहुनेछ। त्यसैगरी प्रणाली सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आएमा नापी विभाग अन्तर्गतको किता नापी महाशाखामा सम्पर्क गरी आवश्यक सहयोग प्राप्त गर्न सक्नुहुनेछ। मेरो किताब प्रणाली प्रयोग गरी सेवा लिनुभएकोमा धन्यवाद।